हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। सो नयाँ भिडियोको साथमा आइसकेको छु अनि भिडियो मैले ल्याउन खोजेको थिएँ पहिले पनि, तर एडिट गर्न पाएको थिएन। आज भिडियो छ पप डोको, हाउ टु फोल्ड पप डो। सो मेरो वेमा चाहिँ मैले पप डो यसरी फोल्ड गर्छु अनि कति धेरैले क्वेसन गरिराख्नु भएको थियो पप डोको बारेमा भनेर भनिराख्नु भएको थियो कि हजुरले फोल्डिङ स्टाइलको बारेमा नि भिडियो हाल्नु भन्नुभएको थियो। मैले पहिले पनि हालेको थिएँ, आई थिंक पिपल आर नट फाइन्डिङ इट, सो मैले अगेन अपलोड गर्दैछु। मैले कसरी फोल्ड गर्दैछु भन्दा पहिला सुरुमा बटर हाले, मार्जरिन बटल बीचमा, त्यसपछि मैले त्यसलाई हल्का लम्बाइसकेपछि अगेन डबल फोल्डिङ एन्ड सिंगल फोल्डिङ मैले एप्लाई गरेको छु। फर्स्टमा डबल देन सिंगल अनि यसरी चाहिँ लेयरहरू हल्का हल्का आएको छ। त्यस्तो राम्रो भनौँ कि नराम्रो भनौँ आई डोन्ट नो, बट यो देख्ने लायक आएको छ र देख्ने लायकको नै आएको छ भनौँ न। अनि यतिको लेयर आएको छ। सो सिंगल डबल फोल्ड गर्न सक्नुहुन्छ हजुरले, डबल सिंगल अनि सिंगल फोल्ड गर्न सक्नुहुन्छ र सिंगल फोल्ड गर्न सक्नुहुन्छ। इट्स अप टु यु। सो थ्याङ्क यू सो मच फर वाचिङ। अनि यस्तै भिडियोहरूको लागि चाहिँ प्लिज गो एन्ड सब्सक्राइब माई युट्युब च्यानल। इट विल हेल्प एन्हान्स माई भिडियो क्वालिटी एन्ड अल्सो लाइक इट मोटिभेट सो मच। थ्याङ्क यू एभ्रिवान एन्ड सी इन द नेक्स्ट video.